हामी चाहिँ यहाँ अहिले पसल आइसक्यौँ हामी चाहिँ यहाँ कान छेर्नु आएको दाजुहरूको अनि मेरो दुईजनाको छेर्ने भनेको के भने हेरौँ के उसको त भिडियो बनाउनै बिर्स्यो उसको सुरुमै छेडेको नि त त्यही भएर मैले चाहिँ पहिला पनि कान छेड्ने ट्राई गरेको थिएँ गाउँमा हुँदा पनि गाउँमा त यस्तो गर्नु हुँदैन थियो नि त पहिला अलिक सानो हुँदै त्यो गाउँको के हुन्छ नि त्यो काँडा हो त्यसले ट्राई गरेको थिएँ नसकेर आधी छेडेको नि निकालेर छोडिदिएको थिएँ अनि अहिले त्यो गनले चाहिँ त्यति दुख्दैन अरे भनेर मैले नि छेड्ने आँट गरेँ अनि यो सेलेपछि त दुखेर मरिन्छ होला है त यो दुईवटा तलको छेरिन्जेलसम्म चाहिँ ठिकै थियो माथिको नि सक्छ जस्तो लागिरहेको थियो भरे त कस्तो पो दुख्यो माथिको त तलको भन्दा धेरै दुख्दो रहेछ नि त अनि राम 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 भइरहेको थियो त्यही पनि ठिकै छ रहर त पुरा भयो नि त खतरा रातो बताओ फुलेर मरिन्छ होला भरे त अब चाहिँ सबै काम सकेर हामी चाहिँ फर्केको घरतिर यहाँ नबनाउनु भन्दैछ चाहिँ झापाको बजार त्यही छ